हेलो गाइज नमस्ते। म लक्ष्मण कडेल हाल जापानदेखि। आज म तपाईहरु सम्पूर्णको लागि एउटा महत्त्वपूर्ण अथवा जानकारी लिएर आएको। म जापानमा बस्दै गर्दाखेरि नेपालको नियम र कानुन अहिले परिवर्तन हुँदै गर्दाखेरि नेपालमा कानुन र नियम कस्तो हुन्छ भन्ने बारेमा केही टिका टिप्पणी गर्ने वाला छु। त्यसै म जापानमा रहँदै गर्दाखेरि जापानको नियम र कानुन यति कडा छ र यति टाइट छ भन्ने कुरा हामी जापानमा बस्नेहरूले त सम्पूर्णले भोगिरहेका छौं र जानेका सिकेका पनि छौं। र नेपालमा बस्नुहुने हाम्रा सम्पूर्ण नेपाली जनताहरूको लागि मैले के भन्न चाहन्छु भने जबसम्म हामी नागरिक सक्षम र बुझ्ने हुँदैनौ तबसम्म देशमा नियम र सिस्टम ल्याउनको लागि एकदम गाह्रो हुन्छ। जब हामी नेपाली जनताहरूले नियम र सिस्टममा फलो गरेर हिँड्छौं तब मात्रै देशमा सरकारले केही न केही गर्ने लक्ष्य राख्छ। त्यही भएर जापानमा यस्तोसम्म छ कि हामीहरू बाटोमा हिँड्दै गर्दाखेरि फोहोर मैला अथवा कुनै पनि सानो एउटा टुक्रा प्लास्टिकको पनि बाहिर बाटोमा फाल्यो भने त्यस्तो खण्डमा जापान सरकार अर्थात जापानका नागरिक कसैले पनि हामीहरूलाई भेट्यो अथवा देख्यो भने त्यो नराम्रो दृष्टिकोणले हेर्छ र हामीले जापानमा लापरवाही गर्दै गयो भने हामी जेलसम्म जान सक्ने सम्भावना पनि बढी हुन्छ। त्यही भएर हामी जापानमा हिँडेदेखि लिएर बसेदेखि लिएर सम्पूर्णको ट्याक्स तिर्नुपर्ने हुन्छ। त्यस्तै चाहिँ नेपालमा पनि अहिले एउटा राम्रै काम र उदारी काम गरिरहेको छ सरकारले र त्यो कामको लागि हामी जनताहरूले जति सक्दो साथ सपोर्ट दिएर सरकारलाई चाहिँ सघाउनु पर्ने हुन्छ। सरकारले देशको विकास गर्न खोजिरहेको छ भने त्यो विकास गर्नको लागि हामी जनताहरूले जति सक्दो सरकारलाई साथ दिएर अगाडि बढ्यो भने देशलाई विकास गर्नको लागि त्यति धेरै टाइम लाग्दैन। जस्तै हामी यो जापानमा रहेर यो बाटोमा हिँड्दै गर्दा अथवा चाहिँ केही गर्दै गर्दाखेरि बाटोमा कसैले देख्ने गरी जापानिज नागरिक अथवा चाहिँ पुलिसहरूले देख्ने गरी बाटोमा थुक्यो भने पनि हामीलाई कडा भन्दा कडा कारबाही हुन्छ। उस्तै गरी जेलसम्मको तय पनि हुन सक्छ। त्यही भएर जापानको कानुन यति कडा छ र विकासले गति लिइरहेको छ। यस्तै कडा कानुन गराउनको लागि नेपाल सरकार अघि बढिरहेको छ र नेपाल सरकारलाई कानुन बारेमा सघाउनको लागि हामी सम्पूर्ण नेपालवासी जनताले साथ दिनुपर्ने हुन्छ। त्यही भएर जनता हामी जति सक्दो हामी नेपाली जनताहरू सक्षम र शिक्षित भएर अगाडि बढ्यो भने देशको विकास गर्नको लागि त्यति धेरै टाइम लाग्दैन र हामीले एसियाको नम्बर 1 टप 1 मा ल्याउन सक्छौं नेपाललाई। नेपाल यस्तो भूमि हो कि जहाँ एउटा स्वर्गको टुक्रो भन्न पनि राम्रो छ। त्यही भएर हामीले देशलाई जति सक्दो साफ सुथरा राख्यो र विकास गर्यो र देशमा नागरिक सक्षम भयो भने विदेशी पर्यटन भित्राउन सक्यो भने देशले गति फेर्नको लागि धेरै टाइम लाग्दैन। त्यही भएर अहिलेको सरकारले जे नियम र कानुन ल्याइरहेको छ त्यस कानुन बाबु हामीले साथ दिनुपर्ने हुन्छ। त्यही भएर हामी सम्पूर्ण नेपालवासी जनताहरूले सरकारलाई सघाएर अगाडि बढ्नको लागि सम्पूर्ण हामी नेपालीवासी जनताहरूको लागि मैले निवेदन गर्न चाहन्छु। हस् त धन्यवाद। यदि मेरो भिडियो तपाईलाई राम्रो लाग्छ भने मलाई सब्स्क्राइब गरेर जोडिनु होला र यस्तै भिडियो लिएर म उपस्थित हुने नै छु।